गड्ड साथी भाइका सम्झुनामा गीत गाइदिउँ कि गड्ड गीत गाइदिउँ कि गड्ड। नमस्कार बाजे। नमस्कार नमस्कार। के छ आराम छ त? ठिकै छ हजुर, जिन्दगीमा के हुन्छ लागिरहेछ पराइ नि। के छ तपाईको शुभ नाम भनिदिनु? मेरो नाम वीरसिंह बोहरा, कृष्णपुर नगरपालिका वडा नम्बर 1 बन्ड कञ्चनपुर। हुन्छ, बाजेको राम्रो प्रस्तुति कला छ अरे, एउटा खोइ सुनाउ त बाजे। अब हजुर अब के गाउने, अब कर्णाली घुमौटो पढ्यो बाटोपना फेरो। 2026 सालको जन्म भयो मेरो। अब सेरियललाई न दैका पारा महिना पढ्यो थियो फुल्लो लागे जुगा कठै कठ। गीत गाइदिउँ कि गड्ड साथी भाइका सम्झुनामा गीत गाइदिउँ कि गड्ड गीत गाइदिउँ कि गड्ड साथी भाइका सम्झुनामा गीत गाइदिउँ कि गड्ड। यो बैतड बड्ड गीत गाउनै र हडै मान्दो, यो बैतड बड्ड यो बैतड बड्ड गीत गाउनै र हडै मान्दो, यो बैतड बड्ड। काफल पाएको हुनाले कालोले रमाइलो हुन्छ, काफल पाएको हुनाले काफल पाएको हुनाले कालोले रमाइलो हुन्छ, काफल पाएको हुनाले सोराइ लागु हुनाले मुइ पुनः दौडेर आए, सोराइ लागु हुनाले सोराइ लागु हुनाले मुइ पुनः दौडेर आए, सोराइ लागु हुनाले। सयको बिलोज देउलौ 500 की साडी पुरानो सम्झना हुन्छ कठै दाइने लाडी। जय। अनि बाजे बस्नु। अनि तपाईँको अहिले के छ व्यापारको? यो अब के हुन्छ हजुर, त्यस्तो नुन खाने बुद्धि अलि नान मिठाई बनाइ गाउँघरमा गयो। यो कस्तो किसिमको मिठाई बनाउनुहुन्छ? मिठाई त हजुर अब राम्रो हो, यसमा अब सिनी हाल्नु पर्यो, दुध हाल्नु पर्यो, मैदा हाल्नु पर्यो, नारियल हाल्नु पर्यो। आफ्नै तरिकाको हो? आफ्नो तरिकाको बनाए यसो कस्तो गाउँघरमा छ मिठाई देखाइदिनु। टाइम पास। यो तपाईँको साइकलमा ल्याउनुहुन्छ है? हजुर यस्तो मिठाई पनि हाल्छ हामीले। कतिको पाउनुहुन्छ लगभग? अब के हुन्छ हजुर, 500 रुपियाँ आउँछ एक प्याकेटमा। नै मतलब कतिको बेच्नुहुन्छ एउटा प्याकेट? एउटा प्याकेट 50 को। तपाईँले यो कसैलाई चाहियो भने कहाँ आउनु पर्यो सम्पर्कमा? तपाईँलाई सम्पर्क त गयो मेरो कृष्णपुर नगरपालिका वडा नम्बर 1 बन्डमा। बन्डमा आफ्नै हातमा बनाउने, ताजा बिहान बनायो दिनमा बेच्यो, 10-20 प्याकेट बेच्यो, तातो गरम बेच्यो बस। सबैलाई किनिदिनु भन्न चाहनुहुन्छ? हजुर सबै दाजुभाइ दिदीबहिनी मन पराइदियो, एकदम बढिया हजुर। हाम्रो घरेलु उद्योग आफ्नो माया गरेर हाम्रो मिठाईमा भन्नु हजुर। ल।